ल स्वागत छ। आज हामी कक्षा 12 को अंग्रेजी परीक्षामा स्टोरी राइटिङलाई कसरी एस गर्ने भन्ने बारे कुरा गर्दैछौँ। यो एउटा अल्टिमेट स्टडी ह्याक जस्तै हो है त। सो आफ्नो कथा लेखनको स्किललाई नेक्स्ट लेभलमा लैजान तयार हुनुहोस्। अब त्यो मोमेन्टको बारेमा सोचौँ त, जब असाइनमेन्टको डेडलाइन नजिकै छ तर अगाडि एकदमै खाली पाना छ। थाहा छ नि, त्यो ब्ल्याङ्क पेजले घुरेर हेरे जस्तो लाग्ने अनि दिमागमा एउटा शब्द पनि नआउने, एकदमै फ्रस्ट्रेटिङ हुन्छ होइन? तर स्टोरी राइटिङ त्यस्तो डराउनु पर्ने कुरा होइन है। सोच्नुहोस् त, यदि एउटा चिट कोड भए, एउटा गेम प्लान जसले त्यो खाली पानालाई एउटा गजबको कथामा बदल्न मद्दत गर्यो भने त्यही बारे आज हामी कुरा गर्नेछौँ। ल अब सुरु गरिहालौँ है त। ओके, सबैभन्दा पहिलो कुरा, हरेक राम्रो कथाको एउटा पोइन्ट हुन्छ होइन, एउटा कोर आइडिया जसले कथालाई मेन क्यारेक्टर एनर्जी दिन्छ। यो भनेको कथाको मुटु जस्तै हो। हाम्रो करिकुलममा यसलाई थिम भनिन्छ, तर सिधा भाषामा भन्नुपर्दा यो कथाको बिग आइडिया हो। तपाईको कथाले कस्तो वाइब दिन्छ, यसले जीवन, मान्छे वा संसारको बारेमा के भन्न खोजिरहेको छ, त्यो नै थिम हो। अब एउटा उदाहरण हेरौँ। यो तपाईहरूकै टेक्स्ट बुकको कथा नेबर्सबाट हो। यसले कथाको थिमलाई सुरुमै कसरी सेटअप गर्छ भन्ने देखाउँछ। हेर्नुस् त, सुरुमै क्यारेक्टर्सहरू छिमेकप्रति एकदमै शङ्कालु छन्। हो, पुरै कथा भनेकै यही ट्रान्सफर्मेसनको बारेमा हो। हेर्नुस् त, सुरुमा कस्तो वेरी एन्ड डिस्टेन्ट भाइब थियो, तर अन्त्यमा आएर कनेक्टेड एन्ड इमोसनल भयो। मतलब यो कथा अलगावबाट सम्बन्धतर्फको यात्रा हो र यही नै यसको सेन्ट्रल थिम हो। अनि कथाको अन्त्यमा यो सिन यसले थिमलाई एकदमै ब्रिलियन्टली देखाउँछ हैन त। यसले के देखाउँछ भने ह्युमन कनेक्सनले जुनसुकै बाधा पनि तोड्न सक्छ। सो सबैभन्दा क्रुशियल पोइन्ट के हो भने कथा लेख्नुभन्दा पहिले थिम पत्ता लगाउनुहोस्। ल, थिमको कुरा त भयो, अब अलिकति टेक्निकल स्टफतिर जाउँ है। तर चिन्ता नलिनुहोस्, हामी यसलाई एउटा ग्रामर ग्लोब जस्तै गरी सजिलो बनाउने छौँ। नेरेटिभ राइटिङको लागि एउटा एकदमै सिम्पल रुल छ जसले धेरै हेडेकबाट बचाउँछ। सधैँ पास्ट टेन्समा लेख्नुहोस्। तपाईको कथाको सेटिङ भनेको पास्ट हो, त्यसैले पास्टमा नै रहनुपर्छ। यहाँ केही कमन मिस्टेक्सहरू छन् जुन तपाईहरूकै टेक्स्टबुकको ग्रामर सेक्सनबाट लिएको हो। हेर्नुस् त, शी प्लेड द फ्लुट एन्ड देन शी ह्याड सङ भन्नु गलत हुन्छ, स्याङ हुनुपर्छ। त्यस्तै आई रेकग्नाइज्ड हिम बिकज आई स हिम बिफोर होइन, ह्याड सिन हुनुपर्छ। करेक्ट पास्ट टेन्स प्रयोग गर्दा घटनाहरूको सिक्वेन्स एकदमै क्लियर हुन्छ। सिम्पल पास्ट, पास्ट कन्टिन्युअस र पास्ट पर्फेक्ट, यी टेन्सेसहरूमा मास्टर गर्नु भनेको क्लियर र कम्पेलिङ स्टोरी भन्नको लागि एकदमै की हो, किनकि हामीले पहिले नै भइसकेका घटनाहरूको बारेमा कुरा गरिरहेका हुन्छौँ होइन त। ओके, हामीसँग भाइब पनि भयो, ग्रामर रुल पनि भयो। अब एक्चुअल प्रोसेस के हो त, कसरी सुरु गर्ने? आउनुहोस् तपाईको राइटिङ गेम प्लान हेरौँ। यो तपाईहरूकै करिकुलममा भएको 4 स्टेप प्रोसेस हो। स्टेप 1 प्लानिङ, स्टेप 2 मेकिङ एन आउटलाइन, स्टेप 3 प्रिपेयरिङ द फर्स्ट ड्राफ्ट एन्ड स्टेप 4 रिभाइजिङ एन्ड एडिटिङ। यो एउटा तनावमुक्त रोड म्याप हो जसले तपाईको आइडियालाई फिनिश्ड प्रडक्टसम्म पुर्याउँछ। अनि सिरियसली है, प्लानिङ भनेको सजेसन होइन, यो तपाईको कथाको फाउन्डेसन हो। केही मिनट मात्र थिम, क्यारेक्टर्स र बेसिक प्लटको बारेमा सोच्नुभयो भने एक्चुअल राइटिङ प्रोसेस धेरै नै छिटो हुन्छ। ल, अब अन्त्यमा यो सबैबाट याद राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? द फाइनल टेक अवे। हेर्नुहोस्, दिनको अन्त्यमा कथा नेबर्सको बारेमा होस् वा अरू कुनै कुराको, राइटिङ भनेको एउटा ह्युमन एक्सपिरियन्स सेयर गर्नु हो। यो भनेको क्यारेक्टरसँग, आइडियासँग र अल्टिमेटली रिडरसँग कनेक्ट गर्नु हो। अब पालो तपाईको। यी सबै टुल्सहरू लिएर तपाईँ आफ्नो मौलिक कथा तयार पार्नुहोस्। सो, व्हाट स्टोरी विल यु टेल?